जसले तपाईलाई चोट दिएको छ नि उसलाई क्षमा गर्न सक्नु चाहिँ विजयी जीवन जिउनु हो। धेरैचोटि जसले हामीलाई चोट दिइरहेको छ, पीडा दिइरहेको छ, हामीलाई पटक पटक घोच्ने काम गरिरहेको छ, हामी क्षमा नै गर्न चाहँदैनौँ। बरु उसले जस्तो व्यवहार गरेको छ हामी टिट फर ट्याट भनेको जस्तै त्यही व्यवहार देखाइदिन्छौँ। यसरी अरूको जीवन पनि स्वतन्त्र हुन सक्दैन, तपाईँको आफ्नै जीवन पनि स्वतन्त्र हुन सक्दैन। यदि तपाईँ ख्रीष्ट येशूलाई विश्वास गरेको व्यक्ति हुनुहुन्छ, प्रभु येशूलाई पछ्याउने व्यक्ति हुनुहुन्छ भने चाहिँ क्षमा गर्नुहोस् त। क्षमामा नै स्वतन्त्र छ, कसैको जिन्दगी परिवर्तन गर्छ। तपाईँले आफैलाई पनि स्वतन्त्र बनाउनुहुन्छ, अर्कोलाई पनि तपाईँले स्वतन्त्र बनाउनुहुन्छ। यो जीवन बिताउनुहोस् न प्रिय, कति असल कुरा छ। तर हामी यही जीवन पनि जिउन चाहँदैनौँ। किन? हामी सानो हुन चाहँदैनौँ, नम्र हुन खोज्दैनौँ, हामी सहन चाहँदैनौँ। दिस इज द बिगेस्ट प्रब्लम। सबैभन्दा ठुलो समस्या चाहिँ यो हो। तर सहनुहोस् त प्रिय, क्षमा गर्नुहोस् त। तपाईँले आशिषको कुरालाई देख्नुहुन्छ, अर्कोलाई तपाईँले स्वतन्त्र बनाउँदै हुनुहुन्छ, आफैलाई पनि तपाईँले स्वतन्त्र बनाउँदै हुनुहुन्छ। कति असल कुरा छ। अनि यही कुरा पनि हामी गर्न खोज्दैनौँ, किनभने हामी अर्कोले जस्तो गरेको छ हामी त्यही कुरा गर्न चाहन्छौँ। उसले मन दुखाएको छ हामी पनि मन दुखाइदिन चाहन्छौँ। उसले झगडा गर्नु खोज्दैछ हामी पनि झगडा गरिदिन्छौँ। उसले एक शब्द बोल्दैछ हामी दुई शब्द बोलिदिन्छौँ। यसरी हुँदैन प्रिय। ख्रीष्ट येशूले हामीलाई नम्र हुन सिकाउनुहुन्छ। उहाँले अरूको घोडालाई त धुनुभयो, चेलाहरूको घोडालाई धोइदिनु भयो। प्रियहरू, हामी नम्र हुनुपर्छ, सहन सक्नुपर्छ। जब तपाईँले सहनुहुन्छ नि तपाईँले अरूको जीवनलाई परिवर्तन गर्दै हुनुहुन्छ। उसले पनि भन्न सकोस् क्या, अरे यसले सहयो, यसले मेरो निम्ति यति कुरा गरिदियो भन्ने सोचोस् उसले पनि। विजय जीवन जिउन चाहनुहुन्छ भने चाहिँ क्षमामा चाहिँ विजय छ। अर्कालाई तपाईँले सही दिनुभयो भने त्यहाँ चाहिँ विजय छ, आशिषको कुरा छ। यो कुरा हामी धेरैचोटि गर्न खोज्दैनौँ र गर्न पनि चाहँदैनौँ। तर ख्रीष्टको चरित्र प्रतिबिम्बित गर्नु छ भने चाहिँ सहेर मात्रै हुन्छ। येशूलाई प्रतिनिधि गर्न चाहनुहुन्छ यस संसारमा भने सहनुहोस्, प्रेम गरिदिनुहोस्, उसलाई दया गरिदिनुहोस्, भलाइ गरिदिनुहोस्। तपाईँलाई प्रशंसा गरिदिन्छ क्या उसले। तर बाहिरी ओठले मात्र होइन। धेरैचोटि हामी बाहिरी मात्र देखाउन खोज्छौँ, तर भित्रबाट हामीले क्षमा गर्न सकेका हुँदैनौँ, प्रेम गर्न सकेका हुँदैनौँ। यसरी हुँदैन।